Hey guys, welcome to my new vlog. अनि अहिले चाहिँ बिहानको 9 बजिरहेछ अनि अहिले चाहिँ म घरमा बसिरहेको छु अनि आज स्याटरडे छुट्टी भोलि एक्जाम छ अनि मैले 2 दिन भयो है भ्लग नबनाएको किनकि यस्टरडे एन्ड डे आफ्टर यस्टरडे मैले चाहिँ कुनै भिडियो बनाएन किनकि मैले स्कुलमा फोन लगेको थिइनँ है अनि त्यही भएर चाहिँ द रिजन इज है त्यही हो अनि मैले चाहिँ भिडियो बनाउनु पाएको थिइनँ अनि सो टुडे है आई एम भ्लगिङ है माई भिडियो अनि त्यही है अनि देख्न सक्नुहुनेछ यता कोठाहरू है अनि अब हाम्रो एक्जाम भोलिदेखि हुन्छ होला अनि हाम्रो सिधै थर्सडे छुट्टी हुन्छ है अनि त्यसपछि म सोच्दैछु आई विल गो फर द जिम है अनि यता धरानमा छ नि त जिम अनि सो आई एम थिङ्किङ अफ है जोइनिङ न्यू जिम इन धरान अनि हेरौँ लेट्स सी है वाट ह्यापेन अनि त्यही हो अनि अब यहाँ चाहिँ हजुरबाको रुम हुन्छ है यहाँ 1-2 दिनपछि अनि म चाहिँ यहाँ अगाडि बस्छु जुन यो रुम छ नि यहाँ चाहिँ सायद मेरो रुम हुन्छ होला अब 2-3 दिनपछि आई विल बी स्टेइङ हियर है अनि मेरो रुम चाहिँ यो हुनेछ अनि ठिक मलाई सजिलो हुन्छ बिहान स्कुल जान है स्टे गर्न भए पनि बिहान उठेर जानुपर्छ नि त होइन 4 बजे त्यही भएर अनि उतै खाजा बनाएर है के हुन्छ कफी सफी अन्डा सन्डा बनाएर त्यति बनाएर खान्छु अनि त्यही है अनि आज चाहिँ मेरो काम भनेको त्यही भरे बेलुकातिर एकछिन पढ्नुपर्ने छ है भोलि सोसल एकाउन्टको हाम्रो एक दिनमा 2टा एक्जाम हुन्छ अनि भोलि चाहिँ सोसल एकाउन्टको छ अनि भरे सोसल एकाउन्टको चाहिँ हल्का धेरै होइन थोरै प्र्याक्टिस गर्छु भन्दा पनि पढ्छु है अनि भोलि हाम्रो कोचिङमा पनि हुन्छ है 3 घन्टाको सायद पढाइ हुन्छ होला अनि त्यसपछि आई विल बी प्रिपेयर है अनि त्यस्तो भोलि 3 बजीतिर फर्किन्छु अनि भोलि पनि म फोन लाँदिनँ तपाईँलाई सिधै घरमा भेट्छु नत्र आई विल नट मेकिङ दिस ब्लग है त्यही हो है तपाईँलाई चाहिँ अब सिधै भरेतिर भेट्छु खाना खाने बेलामा अनि आज के छ सराद होला सायद सराद रहेछ अनि मम्मी हजुरबा मामाले चाहिँ बिहानदेखि नुन खानु भएको छैन है ब्रस पनि गर्नुभएको छैन सायद अनि भर्खर सबैले नुहाएर मामाले चाहिँ कपाल पनि काटिरहनु भएको छ अनि हजुरबाले पनि कपाल काट्नु भएको छ थम्बनेलहरू देखिसक्नु भयो होला है त्यही हो अनि र तपाईँहरूलाई चाहिँ अब सिधै म भरे भेट्छु है खाना खाने बेलामा नत्र खाना खाइसकेपछि अनि बिकज आई हेभ लट्स है आई हेभ डे क्या आई हेभ द डे इज माइन है सो आई क्यान भ्लग एनी वे एनी टाइम त्यही है सो आई विल मेकिङ भिडियोज है फर युर इन्टरटेनमेन्ट यदि मन पऱ्यो मन नपऱ्यो है यु क्यान लाइक अर अनलाइक है त्यो तपाईँहरूको हातमा छ त्यही हो तपाईँहरूलाई चाहिँ अब एकछिन रेस्ट गर्छु है मैले कफी भर्खरै बनाएर छु अनि म कफी खान्छु अनि त्यसपछि आई विल मिट यु लेटर है त हे गाइस अहिले चाहिँ दिउँसोको 12 बजिरहेको छ अनि हामी चाहिँ भर्खर भात खाएर बसिरहेको छौँ है अनि अहिले चाहिँ भर्खरै म फेसबुकमा लाइभ आएको थिएँ है अनि अहिले चाहिँ लाइभ इन गरेर बसिरहेको छु अनि अहिले चाहिँ एकछिन रेस्ट गर्छु है म एकछिन ढल्किरहेको छु भिडियो हेर्दै बस्छु युट्युब है अनि आज छुट्टी अनि भरेतिर चाहिँ म एकछिन पढ्न बस्छु है बेलुकातिर अहिले होइन अहिले 12 बज्दैछ है जस्ट 12 अनि मेरो लुगा पनि धुनुपर्ने छ सर्टहरू अहिले एकछिन मेरो धुन्छु अहिले टाइम चाहिँ आई हेभ लट्स अफ टाइम है यसो 2-3 बजे धुयो भने पनि सुक्छ है त्यस्तै 4-5 बजीसम्म सुक्छ किनकि भोलि लाउनु पर्ने छ है त्यही भएर चाहिँ म धुन्छु आज अनि आज प्लस हाम्रो ट्याङ्कीमा पानी पनि थिएन अनि हामीलाई चाहिँ बिहान हाल्यौँ है अनि कतिमा त थाप्यौँ पनि अनि त्यही हो अहिले चाहिँ म पनि उता सुतिरहनु भएको छ अनि मामा कहाँ जानुभएको छ है बाहिर जानुभएको छ अहिले हुनुहुन्न घरमा अनि अहिले म मम्मी हुनुहुन्छ मम्मी चाहिँ भित्र सुतिरहनु भएको छ अनि अहिले चाहिँ म टिभी कोठामा छु अनि त्यही हो अब भरे फेरि सर्ट धुन्छु एकछिनतिर अहिले होइन भरे है अनि त्यही हो अनि अहिले खाना खाइसकेको है तपाईँलाई भनिसकेँ अनि आज हामीले खाना चाहिँ साग अनि दही खाएको है अनि त्यही हो अब तपाईँलाई चाहिँ सिधै भरे भेट्छु अनि आई विल मिट यु लेटर है त हे गाइस अहिले चाहिँ दिउँसोको 4 बजिरहेको छ है अनि अहिले चाहिँ म घरमा छु अनि अहिले चाहिँ हजुरबाट म मात्रै छु मम्मी र मामा चाहिँ बजार जानुभएको छ है अघि 4 बजी जानुभएको 4 बजे भन्दा पनि 3:30 बजीतिर अनि अहिले चाहिँ के हुन्न अहिले भरेतिर कतिखेर हुन्छ आइडन है अनि अहिले चाहिँ म अघि उठिरहेको थिएँ अनि भर्खरै उठेर अनि यहाँ चिया बनाइरहेको छु है अनि चिया बनाएर अनि मैले कफी बनाएको छु अनि यो आज मम्मीहरू बस्नुभएको छ नि खाना खानु बेलुका त्यही भएर यहाँ पल्सुहरू खानुहुन्छ अनि लिन पनि जानुभएको छ है अनि घरि कतिखेर आउनुहुन्छ आइडन अनि त्यही है अवश्य म त्यही है कफी बनाएको छु है त्यो खान्छु अनि हजुरबा एकछिन हेर्नुहुँदैछ अनि एकछिन हेर्नुहुन्छ होला अनि त्यसपछि के गर्नुहुन्छ आइडन अनि त्यसपछि म पनि अब एकछिन पढ्छु है एकछिन किताब हेर्छु अनि पढ्नु छ भोलि एक्जाम छ नि त होइन अनि अहिले नै अनि एकचोटि बेलुका पनि अनि सिधै भोलि बिहान कोचिङ क्लासमा है अनि त्यति गऱ्यो भने somehow I can do better है अनि सो आई हेभ टु डु है आई हेभ टु ट्राई माई बेस्ट अनि आई हेभ टु डु माई बेस्ट अनि त्यही हो अब चाहिँ कफी खान्छु अनि तपाईँहरूलाई सिधै म भरे नै भेट्छु किनकि भरे सबैजना हुन्छ नि त होइन मम्मीहरू उता बजार भएको छ मम्मीहरू आइपुगेर अनि त्यसपछि फेरि आई विल कन्टिन्यू दिस ब्लग अनि सो अहिले चाहिँ 4 बजिरहेको छ सो आई विल कन्टिन्यू दिस ब्लग लेटर है त हे गाइस अहिले चाहिँ बेलुकाको 10 बजिरहेको छ है अनि हामीले चाहिँ खाना खाइसक्यौँ अनि मैले खाना खाएर अब चाहिँ सुत्न आँटेको
अनि सो अहिले चाहिँ लेट नाइट भिडियो बनाइरहेको छु है। अनि अब चाहिँ सुत्छु म, अनि भोलि एक्जाम छ है। अनि त्यो भोलि छिटो उठ्नुपर्ने भनौँ 5:30सम्म उठ्छु। अनि त्यसपछि आई विल गो। अनि आजको लागि यति नै। कस्तो लाग्यो भिडियो? यदि भिडियो मन परे प्लिज डु लाइक, सब्सक्राइब एन्ड कमेन्ट। र फेरि नै भेट्दैछु अर्को भिडियोमा। त्यति बेला थ्याङ्क यू सो मच फर वाचिङ। बाई।